दिनभर मोबाइल चलाउनुहुन्छ अनि तपाईँको घाँटी एकदमै धेरै दुख्छ, याद गर्नुहोस् तपाईँलाई टेक्स्ट नेक सिन्ड्रोम भएको हुनसक्छ। नमस्ते, म डाक्टर प्रवीण पौडेल। आज चाहिँ हामी कुरा गर्छौँ टेक्स्ट नेक सिन्ड्रोमको बारेमा। जब हामी घाँटी झुकाएर मोबाइल हेर्ने गर्छौँ त्यो बेला हाम्रो घाँटीमा पर्ने भार 25 देखि 20 किलोको हुने गर्छ र यसले तपाईँको ढाडमा, काँधमा र घाँटीमा समस्या ल्याउन सक्छ। सामान्यतया हाम्रो टाउकोको तौल 4 देखि 5 किलोग्राम हुन्छ, तर जब हामीले घाँटीलाई अगाडिपट्टि अझै 60 डिग्रीमा झुकाउँदाखेरि हाम्रो घाँटीमा टाउकोको तौल 25 देखि 30 केजी जतिको दबाव घाँटीमा पर्छ। यसरी हाम्रो घाँटीले 25 देखि 30 केजीको ओजनलाई निरन्तर दबाव महसुस गरिरहँदाखेरि हाम्रो घाँटीमा एवं काँधमा चाहिँ प्रेसर पर्नाले एकदम दुखिरहन्छ। साथसाथै काँध र ढाडमा कडापन आउँछ, टाउको घुमाउन एकदमै गाह्रो हुन्छ, हातहरू झमझमाउन सक्छ र टाउको पनि दुख्न सक्छ। टेक्स्ट नेक सिन्ड्रोमबाट बच्नको लागि तपाईँले मोबाइल चलाउने बेला आफ्नो मोबाइललाई आँखाको लेभलमा राखेर चलाउनुहोस्। साथसाथै प्रत्येक 20 मिनटमा आँखालाई रेस्ट दिनुहोस्। पोस्चर मिलाएर मात्रै बस्नुहोस् र रेगुलर एक्सर्साइजहरू गर्नुहोस्। टेक्स्ट नेक सिन्ड्रोमलाई हामीले व्यवस्था गऱ्यौँ भने कालान्तरमा गएर तपाईँलाई सर्भाइकल स्पोन्डाइलोसिस, डिस्क प्रब्लम, नर्भहरू कम्प्रेसन र पोस्टर डिफर्मिटिजहरू हुनसक्छ। यदि तपाईँलाई पनि धेरै मोबाइल चलाएर तपाईँको गर्दनमा एकदमै धेरै असह्य पीडा भएको छ भने पीडालाई लुकाएर नबस्नुहोस्, तुरुन्तै नजिकैको चिकित्सकलाई देखाउनुहोस् र यसकोबाट मुक्ति लिनुहोस्। धन्यवाद।